तपाईहरु यहाँ जो को पनि आउनु भएको छ नि, होला सानो तिनो बिमारी लिएर आउनु भएको छ होला, सानो समस्या लिएर आउनु भएको छ होला। त्यो समस्यालाई नदेख्नुस्, त्यो समस्यालाई पैतालाले टेक्नुस्, किनकि परमेश्वरले हिजो म हाम्रो रजिना म्याम र गणेश सरको उहाँको गवाईले मलाई यस्तो मन छोयो भित्रैबाट, आखिर परमेश्वरको वचन पुरा भएको, आँखा गहभरि आँसु बनाउनु भयो। सर हजुर, मेरो बच्चालाई राम्रोसँगले खुवाउन नसकेर म त्यो अवस्थामा थिएँ, कतै बरु यो बच्चालाई पनि मारिदिउँ र म पनि मरौँ कि जस्तो मलाई हुन्थ्यो। सर हजुर, मेरो परमेश्वरको वचन त पुरा भएको रहेछ भन्ने मलाई त्यहाँबाट फिल गरेँ। जब तपाईहरुमा सानो तिनो, अनि त्यसपछि उहाँले भन्नुभयो, त्यसपछि बिस्तारै म चटपट बेच्न जान्थेँ, सहज थिएन मलाई। तर आज मैले सब कुछ, मैले मसँग भएको ऋणदेखि लिएर मेरो हरेक कुरा मैले व्यवस्था गरेर आज म साह्रै खुसी छु भन्दै गर्दाखेरि आज तपाईहरुको जीवनमा, तपाईहरुको लाइफमा, तपाईहरुको घरमा दुःखको गहिराईमा हुनुहुन्छ भने यो मान्नुस् कि तपाईं उचाइतर्फ आउँदै हुनुहुन्छ। यदि तपाईलाई त्यो गहिराई, दुखाइ, त्यो पीडा, त्यो गहिराई थाहा भएन भने तपाईं उचाइमा आएर धेरै टिक्न सक्नुहुन्न। परमेश्वरलाई कहिल्यै नधिकार्नुहोस्। यदि तपाईं साँच्चै नै दुःखको खाडलमा हुनुहुन्छ, दुःखको गहिराईमा हुनुहुन्छ भने त्यो समयमा तपाईहरु स्टेबल रहनुहोस्, त्यो समयमा तपाईहरु धैर्यता रहनुहोस्। तपाईलाई परमेश्वरले उचाइतर्फ धकेल्दै हुनुहुन्छ, उचाइतर्फ के गर्दै हुनुहुन्छ, परमेश्वरले उठाउँदै हुनुहुन्छ। यो कुरामा विश्वास गर्नुहोस्। त्यतिखेर मन कमजोर नबनाउनुहोस्। आज त्यो गवाईले, हिजो रजिना म्याम यही क्यान्टिनमा, बाहिर क्यान्टिन चलाएर बस्नु भएको छ। मैले आज 27-28 लाख ऋण पनि तिरेँ। अब केही समयपछि म ढुकुरी पनि खाँदैछु। त्यो भएपछि त म ऋणबाट पनि मुक्त भएको छु। आज मैले भनेको कुरा मैले खान पाउँछु। हिजो मैले एकजना पाहुना लिएर आएर खुवाउन सक्ने थिएन सर, आज मसँग 50 जना पाहुना आउँदा पनि म भित्रबाट मनदेखि खुलाउन सक्छु।